चेली पहिला गएछन् गाउँ घर सुन्ने पारेर। के भो किन हाँसेको? तेरो गीत सुनेर हाँसेको नि मुला। होइन तँलाई चाहिँ कुन सानले छोडेर गयो ह? यो गीत हो क्या मुला? हाम्रो दाइहरूले गाएको सुनेर मैले गाएको। दाइको कुरा नगर्नु मुला, उनीहरू भनेको त गाउँको भाले पो हो नि त। के थाहा, चम्पासित धेरै हेरमेर गएको देखिरहेको छु, त्यतै पो हो कि? त नि त पनि त्यो मुनासँग मसुकै छस् त। पख अब दुधको दुध पानीको पानी छुटिहाल्छ नि। कसरी? त्यो मुनाहरू बाख्रा चलाउन अघि नै आइसक्यो होला, ती गएर बुझौँ न। गङ्गा, तेरो दिदी पुलिससँग पहिला गा हुन्थे हो? अब हल्ला मात्र त हो नि। के थाहा, घरबाट रिसाइनु भएको, मामालाई तिर नि बसा हुन सक्छ नि। गङ्गा, त नरिसा है, तर तेरो दिदी र पुलिस बीचको सम्बन्ध बारे गाउँभरि हल्ला छ। ए यिनीहरू जहिले हाम्रो पछि लाग्छ हौ। हाम्रो होइन मुनाको भन्न। के मलाई भनिरा? त्यो रमेशले छैन, झन् त भनेपछि रुक्के हुन्छ। के हो, हाम्रो बारेमा कुरा गर्दैछौ कि क्या हो? हेर न साँडेहरू। आच्छे, हामीलाई साँडे पो भन्छ त है? हामी सिधै मुद्दामा न केटा हो। के? ल म सुरु गरौँ त। केटा हो, यताउति नि हेर न, कतै हाम्रो कुरा कसरी सुनिरहेको छ कि त? ओइ जम त्यो शान्तिलाई बोलाएर देखाउनु पर्छ। जम साह्रै गरी पोल्यो भन्दा निको हुन्छ नि आमा। आमा, अब कपिला दिदी कहिले घर आउनुहुन्न? अब त पनि जान रहेछ क्या हो? त्यसले सारा गाउँभरि अनलु गाउने गरी नाक काटेर गइहाली। आमा, म त कान्छी छोरी हो, तपाईँको वचन काट्छु होला र? तेरो दिदीले पनि यही भन्थे, के गर्नु, उमेर पुगेपछि आफ्नै आमा त पढाइ हुँदो रहेछ। कुन दिन तेरो माइली दिदी पनि बाटो लाग्नु बेर छैन। आमा, म त यो घरको छोरा भएर बस्छु के, तपाईँलाई धेरै पैसा कमाएर सुखले पाल्छु नि। शान्ति, ओ शान्ति! धेरै साथीसँग बोलालिदियो हेर्ने होइन, छोरी मान्छे भएर। झन् भनेको म छोरो मान्छे हो के? हे त्यहाँ आउँदिन क्या, जाम एकछिन कुरौँ न। ऊ आइहाल्यो नि। कहाँ हिँडेको तिमीहरू? शान्ति, तेरो दिदी छ नि? त्यो गङ्गा दिदी के हो? गङ्गा दिदी पहिला जान आँटेका छन् नि। तिमीहरू जे पाइँदैन बोल है। नपत्या हेर्न हिँड्न त। त त्यो साने हरी रमेशे जिते दाईसँग जिस्किँदै बसेको छ नि। खुब बोल्न सक्दैन अनि एङ गरेर जित्न खोज्छ। तिमीहरू जस्तो यस्तो गर्न आउँदैन क्या रे? तिमीहरू हामीसँग नि खोज्न आएको? देखिस् त शान्ति,